आज हामी चाहिँ यो दरौदी खोला तरेर अँधेरी भन्ने ठाउँमा अँधेरीको झोरमा चाहिँ पा मार्नको लागि जाँदैछौँ। अँधेरीको यो खोलाबाट चाहिँ अब हामी पा मार्न सुरु गर्दैछौँ। हामी 6 जनाको समूह छ आज। मेरै सबै आफन्तीहरू, मेरो सासू ससुरा अनि भाइहरू। यो चाहिँ मुसा हो, यो बनमुसा, माल्टाबाट आएको बनमुसा। अप्ठ्यारो छ। अब यही खोलाबाट सुरु गर्ने भन्छ साथीहरू। ढुङ्गा थापेको देख्नुहुन्छ। माछा कट्नु पर्छ। मासु माछा किन्नु भएको थिएँ। पार हिजो हेर्छ। ओ माछा मर्द सक्नु डर लाग्छ। सानो छौ काँडा पाना भएको भने त्यस्तो राम्रो ठाउँमा अहिले माथि खाने गर्नु गौडा नि छैन है? गौडा कराई पनि निक्लियो हो। कामीहरूको कराई जस्तो यार के हो यार? तामाङको घरको कराई जस्तो हुन्छ। यो अब अहिलेको यो जमानाको नि चामल त फुक्नु हाल्यो यहाँ राम्रोसँग आऊ। यहाँ म आतिर छौ। No.
माथिबाट जलगेपछि धनीलाई आउँछ के भएको कस्तो त पाक्यो अब भात बसाल्यो है हामीले चाहिँ अब खाना पकाउनु सुरु भयो त्यो पार माछाहरू लिएर अब धुनु त मामा ए खुङ्गेबा पाहरू खाना यहाँ जम्मा पार्नु अब पा मन बस्यो मजासँग आज पासँग पा चट्ट खनाउने यहाँ उफ्रेला मन अझै नभने यो त कडाइमा आधी हाल्छ तेलमा डुबाएपछि बल्ल मऱ्यो भन्छ अरे हो अरे यो गङ्गटीहरू निकाल्दा त यहाँ छ राम्रोसँग धुनुपर्छ है ए माछा पनि कतिले मारेर छ ए असला कतिवटा मारेको छ पा ठुलो यो सबैले सिनेर होला सबै सिनेको छ आँधेरीको झोर भन्छ यसलाई फेरि कहाँ गएको यो तपाईँले चिन्नुभयो होला अब यो चाहिँ यसलाई गङ्गडा भनिन्छ होइन सो यो एकदम भिटामिन हो के यसलाई काँच्चै पनि खान सकिन्छ तपाईँहरूलाई म खाएर देखाउँछु है त पहिला मैले यसको यो बुढी आउँला भनौँ यो टोक्ने आउँला चाहिँ यसलाई मैले खाएँ है यो काँचो खाँदा नि हुन्छ एकदम भिटामिन हो एनर्जी एकदम दिन्छ यसले होइन यसरी खाइन्छ सो अलिक नुनिलो नुनिलो हुन्छ है ल हेर्नु है अनि अर्को चाहिँ यो खोका चाहिँ फाल्नुपर्छ है यसको यो खोका चाहिँ काम छैन यो चाहिँ फालिदिने है यसको चाहिँ यसमा अलि मैला हुन्छ अब यसलाई पनि खान सकिन्छ है अब यसलाई चाहिँ मैले डल्लै खाँदैछु हेर्नुहोस् साथीहरू होइन सो तपाईँहरू पनि ट्राई गर्नु होला एकदम गुड घरिघरि त्यो सोचे नभन् यी खोलामा भए चाहिँ हामी मुस्ताङ खान्छौँ यो गोर्खाकै सिन हो क्या मुसा क्याप्टेन चाहिँ के खान्छ त है आज म त के आज त सो आज चाहिँ यो पा चाहिँ हामी पकाउँदैछौँ भनेर भन्नु यसलाई बोल्नै आउनु बोल्नु नरहेछ अन्ठानब्बे 45 53 49 41 के पनि खाएर भयो यार यो सेभ गरेर यो मेरो वाट्सएप नम्बर के हो त्यसमा हाल्दै खाइसक्यो भने फाइदैन भइरहेछ ओढेर राख ओढेर सही देखाउनु पर्छ फेरि चिसो दुई भाइ केमा खाने र खाँदै गर न खान्छ नि यो चाहिँ यो चाहिँ पाको ऊ है टाउको त्यो ठुलो चाहिँ टाउको देखाइदिनु भएको खान्छ यी पाको टाउको घरमा चाहिँ प्रेसर भयो खोले पकाएर खाने अनि घरबाट गएर चाहिँ बसेर खाने त यो चाहिँ कहाँबाट तपाईँको काका तपाईँलाई कस्तो लाग्यो त आजको यो हाम्रो पिकनिक भनौँ कि वनभोज भनौँ कि रमाइलो लाग्यो रमाइलो होइन अनि मेरो भाइ एकदम होइन दामी यो भने अनि मामा हजुरलाई कस्तो लाग्यो अर्को जुनीमा त काजा के हुन्छ होइन हजुर यो जुनीमा चाहिँ सारी रमाइलो यो भनेको एउटा हाम्रो जिन्दगीको लाइफ हो यस्तो भने समय सधैँ हुँदैन सधैँ जोड्दैन यस्तो जोड्दैन हो सही कुरा सही रमाइलो हो यो हो एकदम दामी कुरा गर्नु हो हाम्रो मामाले चाहिँ अनि यता जोड्दैन यो भनेको खोलामा मान्छे मारेर खाइदियो यी हेर्न ऊ हाम्रो फुपू चाहिँ ऊ अब ढुङ्गा पल्टाउँदै हुनुहुन्छ उहाँ बस्नको लागि
झोला राखेर अब खाना चाहिँ बोडकोमा बोकेर वनमा आएर मेरो फुपूले चाहिँ राम्रो पिकनिक हेर्दियो अनि मामाले उता खाँदै हुनुहुन्छ खायो है यो खोलाको नाम चाहिँ आन्द्रे खोला हो खानुभयो मामाले चाहिँ उहाँ यस्तो बनाएर ऊ तल मामले एकदम खाल्डा बनाएर चाहिँ टक्क राख्नु भएको छ अनि यहाँ मेरो भाइले अब भाइले अब खाँदै हुनुहुन्छ दामी तले खानुभयो सो यो हाम्रो चाहिँ एकदम अर्ग्यानिक है मिठो भयो अनि आज चाहिँ रमाइलो गर्नको लागि आज हाम्रो चाहिँ गाउँमा भने फुलासी थियो सो काम केही नै हुन्थेन त्यो भएर अनि रमाइलो गर्नको लागि हामी पुरा आफ्नो फ्यामिली सबै मिलेर यो आन्द्री खोला भन्ने ठाउँमा आएर होइन हामी अब पहेँले पा होइन माछा गङ्गटा यस्तो मारेर चाहिँ हामी यहीँ बनाएर खाएको एकदम अर्ग्यानिक है यो चाहिँ मान्छेको हात हो चन्द्र भाइ नआएर एकदम मिठो हुन्छ मामा जिस्किँदै हुनुहुन्छ फोन नलाग्नु मेरो मामा टेन्सन लाग्छ है भर्खर होइन सो अब कस्तो लाग्छ तपाईँहरूलाई होइन यसको चाहिँ अब तपाईँहरूले यो भिडियो हेरिसकेपछि चाहिँ तपाईँहरूलाई कस्तो लाग्छ त्यस्तै अब कमेन्ट होइन गर्नु होला र नभुलिकन एउटा लाइक चाहिँ हानिदिनु होला